समयले साथ बेला बोला गोर्दीको दिदीहरु कामको पठाएँ त्यसलाई कुन चाहियो त मैले जति ल्याइदिएको थिएँ नि त्यो काठकै चाहियो त्यहाँदेखि चाहिँ कति चाहियो तिमीहरुले पहिले मैले चाहियो भने त्यति बेला मात्र के तँलाई चाहिँ आनन्द छ त धेरै सँगै साथीहरू हेऱ्यो भने कति दुःख सम्झिरहन्छ खाइरहन्छ दुःख पाएपछि थाहा हुन्छ त्यही लाग्छ हिजो त दुःख पाएपछि थाहा हुन्छ पैसा एक साथ माग्न नपरोस् 2 रुपियाँ सपत खान नपरोस् मलाई त्यही खुसी लाग्छ हो त नि त्यही त दुःख परिसकेको त हुन्छ हामी त कति दुःख गर्यो कति दुःख गर्यो दुःख नि पाएन हो तिमीले बोले अहिले त दुःखै छ के भन्नु जतिसुकै कमाए नि नकमाए दुःखै छ पैसा मात्रै भयो मनमा शान्ति पनि तिमीले के को शान्ति चाहिँ हामी सुन्न होला नि बरु धेरै छ हे सानो माया के छ विचार चौबन्दी चोली अनि रातो घाँगर हे सम्झनाले साह्रै नै पिरो छ तिमी किन यसरी बराठेर हिँड्छ बतासैले सालको पात उडायो बतासैले तिम्रो मन चुडायो हतारैले कति राम्रो यहाँ कि फिरिस्ता क्यामेरा है बुढी हेर्न बुढी के भ्लग सिधै गयो कि अब सो गाइस हामी चाहिँ चटपट बनाएर खान लागिरहेको थियो मेरो बुढीलाई चाहिँ गोर्दीको दिदीले भुटे काँक्रो पठाइन रे यहाँ रिसाएर बसिरहेछ म अब पिकनिक जाने बेला भनेर ल्याउँछ सो फाइनली हामी पनि अब चटपट बनाएर चिया म खाँदैछु है अनि गाडी चाहिँ अब हाम्रो गाडी हो त्यहाँ पर छ हो त्यो परको गाडी अहिले म चट्ट पाएर गयो गाडी लिएर के रौ बनिया त्यता काठ मस्किँदै यहाँ मेरो भ्लगमा आउने मान्छेले एकदम धेरै मस्किन्छ हेलो त नानो हजुर ए ल मैले रुपियाँलाई पठाइदिन्छु खर्च दिन गएर ए चाँद त छैन बुढाले त सब सकाइदिइसकेको छ